have crossed their limits. सिभिल हस्पिटलभित्र उपचार गरिरहेको ठाउँमा बिरामी ट्रान्सफर गरिरहेको बेलामा ढोकामा आएर गोली हाने यिनीहरूले। केटा हो तिमीहरूले यो आवाजलाई त चिन्छौ होला नि होइन, यो व्यक्तिलाई चिन्छौ होला नि होइन, अनि त्यो ब्याकग्राउन्डमा रहेको सिभिल हस्पिटल पनि चिन्छौ होला नि, नयाँ बानेश्वरको सिभिल हस्पिटल। should know this. म यहाँ डाक्टर भएर उपचार गर्न आएको थिएँ हैन। उपचार गर्दा गर्दै हामीले केही बिरामीहरूलाई ट्रान्सफर गर्यौं, तर गोली हानेको चाहिँ यिनीहरूले आएर इमर्जेन्सीको ढोकामा आले हानेछ। दिस इज टु मच। अस्पताल भनेको शान्ति क्षेत्र हुनुपर्ने होइन। यहाँ जेनजी जेनेरेसनहरू अलिकति सुरक्षित हुन्छन् कि भनेर यहाँ आएर बसिराख्नु भएको छ। यिनीहरूले आएर म जाँदैछु, यिनीहरूले गोली ठोके मलाई ठोक भनेर। तिमीहरूकै लाग्यो भनेर गोली खान जाँदैछन् होइन, भिडियोमा सुनिस् होइन केटा हो, तिमीहरूलाई आएर आक्रमण गर्यो भनेर बोलिरहेछन् होइन, र तिमीहरूलाई आक्रमण गर्नबाट रोक्नको लागि भनेर आफू अगाडि सर्दैछन्। सुनिस् होइन केटा हो, सुन चाहिँ अगाडि सुन। संयम भएर अहिले भन्दैछु, म एकदमै संयम भएर भन्दैछु। दिस इज नट ओन्ली द मुभमेन्ट अफ जेएनजी, नाउ दिस इज मुभमेन्ट अफ एभ्री रेस्पोन्सिबल नेपाली सिटिजन। हेर्नुहोस् यहाँ ढोका अहिले मैले हामीले खेला भनेपछि उनीहरू यसरी अलिकति पर गएको छ होइन। मृतकको संख्या नलिनु है। Thank you, ma'am. Okay. Thank you, ma'am. वाह केटा हो वाह, तिमीहरूले क्या कायदाको काम गरे यार। डाक्टर तोसीमा कार्कीलाई नि तिमीहरूले लहटेर खेदाएर क्या बवाल काम गरे यार। वाह, यो भनेको तिमीहरूको दोस्रो ठुलो काम हो क्या, खतरा काम गरे यार तिमीहरूले। आन्दोलन पछिको सबभन्दा ठुलो काम गरे क्या तिमीहरूले। यसको मतलब यो होइन कि फेरि नेताहरूमाथि प्रश्न उठाउनु हुँदैन भन्ने कुरा चाहिँ मैले भने होइन है फेरि। तर तिमीहरूले जे गर्यो खतरा काम गर्यो क्या तिमीहरूले, हो माने क्या मैले। जो व्यक्ति चाहिँ एज अ डक्टर तिमीहरूको उपचार गर्न भनेर आयो, त्यत्रो गोली लाग्छ तिमीहरूलाई, गोली हाने तिमीहरूमाथि भनेर आफू गोली थाप्न अगाडि बढ्यो होइन, यस्तो मान्छेलाई तिमीहरूले घेरा हालेर लहट्यो, सही हो क्या, सही गरे हो क्या। सी इज नट अ ह्युमन। डक्टर तोसीमा कार्की भनेको नट अ डक्टर, सी इज नट अ डक्टर। ऊ भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको त्यतिखेर एउटा कार्यकर्ता मात्रै हो अथवा नेता मात्रै हो क्या। खतरा काम गरे क्या तिमीहरूले लहटेर। हरेक चिजको नि एउटा सही टाइम हुन्छ होइन, सही ठाउँ हुन्छ, सही तरिका हुन्छ होइन। तिमीहरूले सही गरे हो क्या, एकदमै खतरा गरे हो क्या। जसले चाहिँ तिमीहरूको जिउबाट गोली निकाल्यो, रगत तिमीहरूको आफ्नो जिउमा राख्यो, तिमीहरूलाई के लाग्छ राजसपा मुर्दाबाद भन्दाखेरि भोलि राजसपाले ल हामी अब चुनाव हामी हार स्वीकार गर्छौँ, हामी चुनावमा जाँदैनौँ भनेर चुप लाएर बस्थ्यो भने के हुन्छ? तिमीहरूले सोचेको थियौ कहिले? त्यो सोचेछौ? पुरानो सिस्टम ढलाएर चेन्ज लिएर आउने देशमा 3वटा मात्र अप्सन हुन्छ क्या केटा हो। एउटा हुन्छ जनमत सङ्ग्रह, जुनमा यस एन्ड नो मात्रै हुन्छ, ब्ल्याक एन्ड व्हाइट मात्र हुन्छ, थर्ड अप्सन हुँदैन जनमत सङ्ग्रह। दोस्रो हुन्छ आन्दोलन, जुन तिमीहरूले गरिसकेका छौ होइन, आन्दोलनबाट सरकार ढलाइसक्यौ, चेन्ज ल्याइसकेका छौ। तेस्रो हुन्छ इलेक्सन, तिमीहरू इलेक्सनै हुन दिन्न भनिरहेका छौ, हुन नदेऊ क्या, इलेक्सन हुन नदेऊ। त्यति मात्र होइन क्या, राजसपा पनि अब त राजसपालाई म भन्छु क्या, चुप लाएर बस्दिनुहोस् क्या, हार स्वीकार गरेर हामी चुनाव हार्यौँ भनेर बस्दिनुहोस् क्या। राजसपा मुर्दाबाद भने होइन, ठिक छ, राजसपा हटाइदिन्छ चुनावबाट, नजानेलाई चुनावमा भनेर चुप लाएर बस्दियो क्या। अब त मेरो रिक्वेस्ट छ। त्यसपछि तिमीहरूले सोचेका छौ तिमीहरूका के हुन्छ भनेर? त्यही प्रतिनिधि सभा बिउतेर आउँछ होइन, संविधान सभा प्रतिनिधि सभा भोटेपछि त्यो बिउतेर आउँछ अथवा के होला, त्यसपछि तिमीहरूको के हुन्छ होला सोचेका छौ? देशमा के हुन्छ सोचेका छौ? पेसेन्स भन्ने चिज अलिकति राख्नुपर्छ क्या, पेसेन्स इज भर्च्यु भन्छ नि होइन, अलिकति पेसेन्स राख्नुपर्छ क्या। सही ठाउँमा सही तरिकाले गर्नुपर्छ, बेला आउँछ क्या, आउँदैछ क्या होइन। तर तिमीहरूले सही गरेका हो यार, तोसीमा डाक्टर तोसीमा कार्कीलाई लहटेर ठुलो काम गर्यो क्या, त्यो गर्नुपर्ने चिज थियो क्या, राइट चिज हो क्या त्यो तिमीहरूले गरेको। राम्रो काम गऱ्यो यार, बधाई छ यार, ताली यार मेरो तर्फबाट।